गण्डकी ट्राउट फार्म। आज हामी यो गण्डकी रेनबो ट्राउटको वरिपरि आइरहेका छौँ। यहाँ एकदम अति सुन्दर रमणीय दृश्य रहेको छ। यहाँ हाम्रो केही साथीहरू पनि हुनुहुन्छ। यसमा माछा खुल्ला रूपमा माछा एकदम फ्रेस माछा बगेको रूपमा पाइन्छ। यहाँ जिउँदो माछा छुटेर रोजेर जोखेर लैजान पाउँछ। यसरी माछाहरू माछा पोखरीमा विभिन्न रेनबो ट्राउट जातिका माछाहरू छन्। यसमा जिउँदा माछा तैरिरहेका माछाहरू छोपेर जोखेर बिक्री गरिन्छ र यो माछा सजिलो हात नभएको काँडा नभएको माछा पाइन्छ। यसमा हाँसहरू पनि रहेका छन्। एकदम रमणीय दृश्य रहेको छ। यहाँ मानिसहरू घुम्न आउने, खाना खाने, रमाइलो गर्ने, केटाकेटीहरू, युवा युवतीहरू, फ्यामिलीहरू पारिवारिक वातावरणमा रमाउने एकदम रमणीय स्थल रहेको छ। यहाँ विभिन्न प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाइन्छ। विभिन्न दृश्यावलोकनहरू, फुलहरू, बगैँचा र पानीको एउटा सहरा पनि रहेको छ। यहाँ माछाको चित्र छ। यहाँ केटाकेटीहरू टिम खेलिरहेका छन्। विभिन्न पोखरीहरू पनि रहेका छन् र माछा पाल्ने एउटा यो रमणीय फार्म रहेको छ। यसमा गण्डकी ट्राउट फार्मको एउटा दृश्य हो। यहाँ पानी माथि फालेर यसको रमाइलो दृश्य देखिरहेको छ। एकदम वरिपरि डाँडाकाँडाले घेरिएको सुन्दर रमणीय स्थान रहेको छ। विभिन्न हरियो वन मात्रिएको छ। डाँडा वरिपरि एकदम एकान्त शान्त मनोरम दृश्यावलोकन रहेको छ। एउटा पार्क पनि रहेको छ। यहाँ केटाकेटीहरू टिम खेल्ने, रमाउने लगायत गरिरहेका छन्। यहाँ विभिन्न पोखरीहरू छन्। पोखरीमा माछाहरूका परिकारहरू विभिन्न प्रजातिका माछाहरू रहेका छन्। यसरी
एउटा पर्यटकको लागि आकर्षक मनै लोभ्याउने खालको ठाउँ रहेको छ। तपाईहरुको लागि एउटा मनोरञ्जन स्थलको रूपमा यस रेनबो ट्राउट गण्डकी ट्राउट फार्म आएर दृश्यावलोकन गर्न सक्नुहुन्छ। एकदम सुन्दर दृश्यहरू देखाइरहेका छौँ।